गाइस गुड मर्निङ अनि सेवा र सबैजनालाई यता हेर्न यसले मलाई सानो कराएको हामी चाहिँ अब गएको पिकनिक यो चाहिँ मेरो ब्यागको सामानहरू चाहिँ उता छ गाडी आउँदैछ म त रातभरि बिमार भएर छैन साँच्चै भनेको पुरा बिमार भयो कि तर पनि ऊ त्यो गयो नि त नबिया गयो भने त म जानुपर्छ दादाले फेरि मलाई मार्छ यो गएपछि त त्यही भएर चाहिँ जानु पऱ्यो गाइस मेरो आँखा पनि सुनिरहेछ रातभरि सास बन्द भएर होइन 5:30 बजीखेर सुतेको म चाहिँ आयो हाम्रो गाडी हाम्रो चाहिँ सामान ल्याउँदैछ गाइस त्यहाँनिर भाइहरूले हामी चाहिँ उही घरमा जाने हुन्थ्यो उही घरमा मान्छे आर्दैन नि त त्यही भएर चाहिँ डिआईमा जानु पर्यो गाइस पहिलाको याद आयो कि योभन्दा 4-5 साल अगाडि हामी डिआईमा लगेर जान्थ्यौँ नि त दादाहरूले हाम्रो बाउलाई चिन्ता भएन बिचारा मेरो भजनलाई उता बस्नु अलिक अगाडि सामानहरू अरे म भन्नु अरे के लु स्कुल गएको ल जा यतिर नि मान्छे सिधै जाँदैन के कस्तो मान्छे नि त्यहाँ त छोडिदिनु हामी रखरखी गरिँदैन त भाइ दुनियाँ गइरहेछ स्कुल चस्मा किन लगाएको भन्दा आँखा फुलेको त्यही भएर चाहिँ लगाएको हो त अनि यता बस यता माथि नबस है माथि नबस नि यहाँ कसैको रिक्स लिनु सकिँदैन नि फेरि चाकु कति पसेको भइगयो बिचारा तिमीहरूको चाहिँ कहिले हो अब तिमीहरूको पिकनिक चाहिँ कहिले तिमीहरूलाई जाम त भनेको नि जाम त भनेको पुरा आँट्थ्यो अझै 10 जना मान्छे आँट्थ्यो बिचमा मान्छे छैन खाली चाहिँ खाली उता हेर फेरि